आज रामधनको चाडमा टक्कसँगले साउदीको चाड हो रामधन। साउदीको चाड अरे अनि चाहिँ आज चाहिँ चिकन बिरयानी बनाएर रामधन कि रमधन ए रमधन ए रमझम आज हाम्रो के अरे दोस्तले के बनाइरहेको छ अरे अलिकति थोरै बोल्दै हुनुहुन्छ। चिकन बिरयानी। के बिरयानी अरे? चिकन। ए चिकन बिरयानी भन्छ यसलाई। दामी छ, प्याज पनि यहाँ कटिङ हुँदैछ, यता खोर्सानी पनि छ, यता अब दही हाल्नु पर्यो। के हाल्नुपर्छ यहाँनिर चाहिँ? यसमा धनिया पाउडर, जिरा पाउडर, खोर्सानी पाउडर, चिकन मसला, बिरयानी मसला। राम उस्तै गरिबले त खान नसक्ने रहेछ त हो नि। कमाएपछि खाइहाल्छ। कमाएपछि खाइहाल्छ। ल आज हामीले पनि कमाइहालेछ, अलिअलि खाइहाल्छ। रामधन फेरि आजै म फेरि के मसला हो यो? चिकन मसला हो। चिकन मसला कति लाग्छ त टाइम पाक्नु? चम्चा त छन् त छ। ए यसले हानु न, यो दही पनि मिक्स गरिन्छ यसमा। भरे अमिलो हुँदैन मासु? कहाँ अमिलो हुन्छ? पहिला इन्डियामा 5 साल गर्नुभएको अरे चिकन बिरयानी के होटलमा गर्नुभएको अरे? होटल चिप्समा गरेको अरे 5 साल पछाडिको। अब इङ्ग्लिस पनि आउँदैन हो भनेको बेला यार। अलिअलि आएको पनि आजै भनिसक्यो भने भोलि फेरि के भन्नु भन्ने टेन्सन हुन्छ। ब्याकमेन हुँदैछ चट्ट। अब पाकेर चाहिँ पनि आउँछ है हाम्रो भिडियो चाहिँ टक्कसँग। पाक्दाखेरि त दामी हुन्छ ल है। अहिले नै जिब्रोबाट अलिअलि पसिना झर्नु थालेर गएछ। Wait for end. रुको जरा, सबर करो। हो नि, कसैले 4 जना बिरयानी खानु लाग्यो आज चाहिँ। 1 घन्टामा 1 घन्टा लाग्छ नि, बढी लाग्छ होला भन्छ 1 घन्टामा। भान्जा त ल ग्यास गन्ध मात्रै सुकेर जाने बेला हुन्छ जस्तो छ त हो नि। बिरयानी बनिन्जेलमा त भान्जा आज भान्जाले बिरयानी खानु नपाउला जस्तो छ त हौ। ल किचनतिर प्रवेश भयो है। आज त के हो खुल्ला छ त। ल यो चाहिँ हाम्रो किचन है, किचन एरिया है। चिकन बनाउने चिकन ग्रेभ। ल हाम्रो ग्याङ चाहिँ 4 जना है। 1 2 3 4 मसँग 4 जना हो। खान्छ एउटै मिस खान्छौँ 4 जनाले। आलु चाहिँ चिकन बिरयानी बनाउँदैछ। पानी अलिक हाल अरे हो भन्छ। के बन्दैछ अरे यसको चाहिँ के हो? यो चाहिँ राइता हो। राइता? यो दही, प्याज, काँक्रा, गाजर सबै हालेर अनि यसमा नुन हल्का यसो मसला। राइता भन्छ? राइता। ल ठिक छ। आज चाहिँ बिरयानीसँग चाहिँ हाम्रो चाहिँ बिरयानी पाकेर आएको छ।
टक्कसँगले हेरिदिउँ न त स्वाटै चिकन बिरयानी हो चिकन बिरयानी हो यो ल जिब्रो पहिल्यै निस्किला जस्तो छ हौ आज त अनि कोहीमा कलर लगाएछ कोहीमा लगाएको छैन त लु त्यस्तो हुन्छ है खप्टाइदिउँ ड्याममै घोप्टाइदियो नि के ए घन्टी बज्यो ल बिरयानी तल टाँसिएको छ त हौ नि ग्रेभी जति त के हो भाइ बिरयानी खाने गाईहरू रेडी हुँ है रेडी ल है गाईहरू बिरयानी आज चाहिँ हामीले रमजानमा बिरयानी भने चिसो पनि आइरहेछ टक्कसँगले चाहिँ हामीहरू 4 जना हो भान्जो उता भान्जो बिरयानी हो आज रमजानमा चाडमा खाइदिउँ भनेर 4 जनाले खान्छ ल ताजा होइन है केटाकेटीहरू अनि यो बिरयानी चाहिँ अब नाङ्लोमा सेलाएको जस्तो जाँड सेलाएको जस्तो सेलाउनु पर्छ खानुलाई मात्रै परेको ए फेरि जाँड सेलाएको जस्तो सेलेर फेरि ओथ्रा हाल्नु पर्छ जस्तो लाग्यो भने त कहिले खाइसक्नु त्यही एउटा खिरा र गाजर अघि उपर अनि खोइ के अरे त्यो बनिसक्यो नि त त्यो अनि दुईवटा पिस थियो नि एउटा मात्रै हाल्यो नि सबै काटिदियो नि भन्दा सबै काटिदियो सब काटिदियो सब काटेको होइन ल अर्को आइटम आयो पन्जा हालेर खानुपर्ने ल पन्जा चिसो साह्रो ए भन्छ त्यो अनि ललिपप चाहिँ ललिपप चिकन बिरयानी सलाद बन्दैछ हो फेरि आज त साउदीको दसैँ मनाइँदैछ है गाइजहरू हाम्रो चाहिँ अब चाहिँ थाल्यौँ है गाइजहरू